यता एउटा जातिमाथि एउटा बोझा लगाइदिएको जस्तो हुन्छ र बनाउनु भिडियो बनाए पनि आफ्नोमा बनाउनु। हामीहरू आसाममा बसोबास गर्ने 30 लाख गोर्खाको नाम दिएर तपाईँहरूले भिडियो बनाउनुहुन्छ किन? के कारण? राम्रो मेसेजमा दिनुहोस्। कसैले टिकट भेटो, कुनै कुटमार हुन्छ, राजनीतिकमा हो ती सब भइरहन्छ। कसले के भेटेन, कसले के भेटो, कसले के भेट्नु पर्दैन त्यसमा भन्ने केही दरकार छैन। कारण किन भन्दाखेरि राजनीतिक यस्तो एउटा पोलिटिकल हो, त्यो भित्र पसेपछि दलदलमा पस्यो त्यो मान्छे। राजनीतिकमा पसिसकेपछि त्यो मान्छे अब त्यो राजनीतिको मोह जसले बुझेको हुन्छ त्यो मान्छे निस्केर आउन सक्दैन। त्यो एउटा लेत्रा जग्गामा पस्यो भन्दा हुन्छ। राजनीतिक जुनै पनि राजनीतिक होस्, या बिजेपी होस्, या कङ्ग्रेस होस्, या अन्य दलै होस्, त्यसमा पसिसकेपछि त्यसमा दुर्नीति भइरहेको हामीले देखिराखेका छौँ। कति प्रायहरू मुखियाहरू आए उफ्रिँदै हामीहरू दुर्नीति मुक्त गर्छौँ भनेर दुर्नीति भइरहेछ भित्रभित्र। कसले के गर्न सकिरहेछ, कसैले के गर्न सकेको छैन। र हामीहरू जातिमाथिको भिडियो बनाएर कन्टेन्ट क्रिएटरहरू उफ्रेर के गर्नु? उफ्रेर त केही फाइदा छैन। जातिलाई किन हामीले बदनाम लाउनु? समाधान, त्यसको समाधान प्रशासन छ। प्रशासनमाथि हामीले छोडिदिनुपर्छ सबैजनाले। प्रशासनमाथि छोडिदिउँ भने प्रशासनले गर्छ जे कारबाही गर्न छ, र कोर्टले गर्छ। जज होइन हामीहरू, कुनै प्रशासन हाम्रो उयसमा छैन। र त्यो एकजनाले ब्लेम गर्नुभन्दा छेउमै आम्नासामना बसेर डिस्कस गर्नु नि बरु। बा तपाईँलाई मन परेन भने गएर तपाईँसँग सबुत छ भने गएर हालिदिनु। कसैमाथि अब इल्जाम भेट्नुभएको छ भने एउटालाई ब्लेम गरेको छ, जातिलाई समेटेर हालिदिएको छ, पसाइदिएको छ। किन? कारण अहिले यो स्टेटसमा आउनलाई हामीलाई निकै टाइम लागेको छ र यो स्टेटसमा हामीहरू आइपुगेका छौँ। आज हामीहरूको माटाको अधिकारहरू प्राय कोही जग्गामा भइसक्यो, वा हामीहरूको नाम एउटा पनि भइरहेको छ। र अहिले यति भित्रमा आएर केलेङ्कारीको सृष्टि चाहिँ तपाईँहरूले नगर्नु होला अन्यथा दिनमा। र तपाईँहरूको लागि हामीहरू पनि जति उयो विपदमा पऱ्यौँ भने तपाईँहरूलाई चाहिँ राम्रो हुने छैन। आजको भिडियो म यही समाप्त गर्छु। बहुत दिनबाट म रिस उठिरहेको थियो। यी कन्टेन्ट क्रिएटरहरू जतिले आफ्नो दाजुभाइभित्रको भिडियो बनाउँदै एकदम मैले नानान थरीको कुरा भनिरहेको थिएँ, त्यसको लागि चाहिँ मैले आज भिडियो बनाएको। तिनीहरू चाहिँ सतर्क बस्नु होला। एउटालाई ब्लेम गर्नुभन्दा छेउमै गएर फाइट गर्नु होला र गोर्खा जातिमाथि चाहिँ विभ्रान्तिको सृष्टि नगर्नु होला, अन्यथा राम्रो हुने छैन। एक दुईजना कन्टेन्ट क्रिएटरहरू निकै आफ्नो भित्रै भिडियो बनाएर लडाइँ लगाएका छन्। कोही धुब्रीका, कुनै तेजपुरका, जुद्ध लागेर भिडियोमा यसलाई यसको दुखी, उसको उसलाई दुखी भनेर त्यो देखाइरहेका छन्। त्योभन्दा बरु आम्नासामना बसेर डिस्कस गर्नु होला तपाईँहरू। भिडियो बनाएर यो सबै जातिमाथिको बोझ चाहिँ नबन्नु होला तपाईँहरू। र आजको भिडियो कस्तो लाग्यो होला भन्नु होला। र मेरो भन्ने कुरा यति नै थियो। हामीहरू मिलिजुली सबै बस्नुपर्छ। कारण हामीहरूको जुन चाहिँ राम्रो एउटा आउँदैछ, आउने प्रजन्महरूले पनि त्यस्तो विभ्रान्तिको सृष्टि नगरून् भन्ने मेरो विचार हो। र एउटा आफ्नो सोच हुन्छ। र हजुर